महाराज की जय हो। महाराज की जय हो। महाराज हजूर महाराज बाटो खाली कराओ हंस महाराज जो तुमने क्या बाटो खाली कराओ महाराज हामी यहाँ सबलाई बाटो खाली कराओ तिमीहरूको क्यों ए बाटो छोडा ए बा बाटो छोड्नु बाटो लिएर बा यसरी बसेर छाड्ने बुढ्या महाराज महाराज यो सब बडा फेदा ए प्रजा हरि बा बा उठ्नु बा सुन्दै जसमी चाहिए लडाइ हुन्छ अहिले कता केता कति भन्दा फेरि जी ए जनी महाराज महाराज आसन चाहिन्छ ए जनी मुन्डे 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 चण्डे भन्छु मुन्डे सुन्छ मुन्डेलाई चाहिँ रङ्गे चण्डे किन कति गर्दैछ यहाँ जाऊ एउटा सिंहासन लिएर आऊ जाऊ महाराजलाई आसन एउटा कुदैछ महाराज फेरि यता फर्का यता यता महाराज फर्को महाराज बुझ्यौ ल महाराज बस्नुहोस् ए चण्डे बुढ्यौ महाराज महाराज अब यहाँ ठुलो पङ्खाले हमको आज असाध्यै गर्मी भएको छ बुझ्यौ ओहो गर्मी यस्तो जाडो छ त महाराज हामीलाई त तपाईँलाई कसरी गर्मी हो मैले त्यो ज्याकेट लाउन बिर्सेछु बुझ्यौ ए महाराज फेसन देखाउने गर नि अलि हतारमा हिँडेको छु ल ठिकै छ महाराज यहाँ केटाकेटी किन चिच्याइरहेका छन् सबलाई खेला ए प्रजा प्रजा यो महाराजको आदेश हो भन ठीक ठीक मेरा ध्यानले झडे कुट महाराज हस् ल आइज भन्नुहोस् न यता सुन भन्नु न म असाध्यै गरेको छु अँ मैले यस्तो तपस्या गरे कि मैले कुनै पनि मृत्युसँग लड्नु पर्दैन महाराज तपाईँलाई एउटा कुरो सोधौँ तपाईँ यसरी कनी कनी किन बोल्नुहुन्छ गम्भीर छ खन्डा त म भित्री मुटुदेखि बोल्छु बुझे भएन महाराज यसरी भएर भएन तँलाई थाहा छैन मलाई थाहा छ बुझिस् हजुर महाराज अरे सुन बोलेको छु त अघि भने महाराज किशनतलाले घाँटी बिगारो होइन सन्तोलाले अब यहाँ महाराजलाई ए कोलाले अरे महाराज कोलाले पो भन्दैछन् त मालिस गर यहाँ मालिस मालिस हुन्छ महाराज यतापट्टि गर्छन् नि महाराज झन्डुबामको तेल ल्याएन नि त मालिस गर्न पतञ्जलीको त ल्याइस् पतञ्जलीको पनि सिधा सिधा रीति छ महाराज घिउ ल्याएको थियो घिउ दल्यो होइन घिउले त साह्रै गनाउँछ महाराज त्यसै गनाएको कति हो ननुहाएको अलिअलि त गनाउनु पर्यो नि गनाउनु त हुँदैन महाराज त्यसै राजा हुन पाउँछ महाराज यो मेरो मुख छ नि कहिले सिलाउने हेर्नु न यहाँ ब्याट्ट भएपछि जान पर्यो आम्दामा गएर सिला जा अब महाराजले यसो अलिअलि यसो तलब दिए दक्षिणा दिएको होइन अब महिना मर्ना हटो पर्सि त्यहाँ अडिट हुँदैछ त्यस पछाडि थाहा भाइ महाराज महिना त कति मरिसकेको छ अहिलेसम्म सेलरी पाएको छैन कहिले तपाईँ नै मर्नुहुन्छ र लुटौँ जस्तो भइसक्यो 14वटा महिना त कतै नि 15 हुन दे बुझिस् ठिकै छ महाराज अब के पो भन्नु खाना दिनु भएकै छ ए सुन महाराज ध्यान दिएर यहाँ अगाडि आएर सुन ल भन्नुहोस् त महाराज मैले त्यो मेरो छोरो प्रहलाद मैले त्यसलाई पढ्न पठाएको छु बुझिस् हो र महाराज तपाईँ जस्तो अनपढले पनि पढ्न पठाएको कोही यस्तो मैले विद्वान बनाउँछु भन्ने छ बुझिस् बुझेँ महाराज यो भन्नु त पनि कस्तो विद्वान सुन्छस् कस्तो महाराज अब सुन भन्नुहोस् महाराज उफ्रिन्छ उफ्रिन महाराज ए कहाँबाट बुझिस् नि कहाँबाट काट्ने हो महाराज